हामी चाहिँ अब बेसी जाँदैछौँ वस्तु गोठाला गर्नको लागि मम्मी र म हैन। अनि बेसीमा चाहिँ हाम्रो एकदम बढिया काम हुन्छ। अहिले चाहिँ म नाग्दा हाम्रो बेसी नै आइपुगिसके अनि दुईजना चाहिँ यहाँ नै झरेको वस्तुले चाहिँ छारी बिगारेछ हैन। वस्तुको छारी चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। हामी चाहिँ आजको गोठाला म पनि छु। हेलो गाइज भन्दै हेलो गाइज हाय। तपाईको दाँत चाहिँ के भएको अरे? झरेको के भएर झरेको? किराले खाएर। अहिले चाहिँ म वस्तु लिएर नि जङ्गलतिर आइसकेँ। दामी छ। यता म छु। वस्तुलाई चाहिँ मैले चराउँदै छु हैन। देख्न सक्नुहुन्छ वस्तु चाहिँ यता चरिरहेको छ है। दामी चरिरहेको कस्तो दामी छ ठाउँ पनि हेर्नुहोस्। अहिले चाहिँ म बेसीबाट नि बल खेल्नको लागि भनेर आइसकेको छु। केटा चाहिँ यहाँ खेलिरहेको रहेछ।